नमस्ते। आज म यहाँ सिमली डेन्टलदेखि आज एकजना बिरामीको हामीले दाँत निकालिसकेका छौँ अनि उहाँको चेक गऱ्यौँ अनि त्यसपछि फलोअप केसमा उहाँ आउनु भएको छ। उहाँको बारेमा यो बुद्धि बङ्गाएर निकालिएको थियो अस्ति अनि उहाँलाई कस्तो भएको छ म एकचोटि सोध्छु है त। नमस्ते। हजुर नमस्ते। अनि हजुरको अस्ति दाँत निकालियो होइन? अनि हजुरलाई कस्तो रह्यो एक्सपिरियन्स? दाँत बुद्धि बङ्गाएर निकाल्दा दुख्छ भन्छन् सबैले, हजुरलाई कस्तो लाग्यो? हजुर म पनि हजुरले चाहिँ भन्नुभयो एकदमै अब नयाँ नयाँ टेक्नोलोजीहरू आएको छ अहिले होइन, हेर्दा पनि म पनि अब देखेँ होइन, राम्रो लाग्यो। अनि अब अहिलेको जमानामा कहाँ पेन हुन्छ र भन्नुभयो, 0% पेन भन्नुभयो, म चाहिँ ढुक्कै भएँ, होला त नि भन्ने भयो। तर त्यति बेला चाहिँ अलिकति मलाई चाहिँ हल्का चासक त्यो लोकल एनेस्थेसिया लाउँदाखेरि चाहिँ अफकोर्स त्यो त अलिकति पेन हुने चाहिँ भयो, त्यो अब सुई लाउँदाखेरि होइन फर्स्ट टाइममा चाहिँ। त्यसपछि त केही फिलै नहुने रहेछ। तर तलको भागमा चाहिँ त्यो दाँतलाई जबरजस्ती अब तान्न पऱ्यो नि त, त्यो त भित्र अब गिजाभित्र भएको दाँत अब तान्दाखेरि चाहिँ त्यति बेला चाहिँ अलिकति पेन भएको थियो। तर जस हाम्रो अब डक्टर साहबले चाहिँ राम्रोसँग गरिदिनु भयो, एकदमै सेटिस्फाई छु म त्यो कुरामा चाहिँ। किनकि मैले अरूहरूको देखेको छु कि जसको त्यहाँ 3-4 घन्टासम्म दाँत ननिस्केको, अलिकति टुक्रा त्यहीँ अड्डेको होइन, त्यस्तो त्यस्तो केसहरू मैले अरूको एकदम डर लाग्यो। अनि उहाँको चाहिँ आधी घन्टाभित्रै निकालिदिनु भयो मजाले। यहाँको उपचारको बारेमा हजुरलाई चाहिँ हजुर सन्तुष्टि सेटिस्फाई एकदम खुसी लाग्यो मलाई। अनि तपाईँको चाहिँ अब यो चाहिँ भोलि एक हप्ता हुन्छ र भोलिपल्टको दिन जब त्यो एनेस्थेसियाको मलाई जस्तो यहाँ पनि स्वेलिङको लागि अनि फेरि यो उसको लागि पनि 2टा इन्जेक्सन लगाइदिनु भएको थियो पेन किलरको लागि। अनि त्यो त्यसले छोडेपछि भोलिपल्ट एकदम दुख्छ भन्नुभएको थियो, मलाई डर पनि लागिरहेको थियो। तर मलाई चाहिँ त्यस्तो दुख्ने सुक्ने त अलिक त्यसपछि मलाई केही भन्छ, जति दुख्यो त्यति बेला अलिअलि दुख्यो, नत्र भने पछिको दिनदेखि चाहिँ मलाई अलिकति केही पनि दुख्ने सुक्ने केही भएन है। अनि आज पनि टाका निकाल्ने दिन्थ्यो, टाका भोलि आज निकाल्न नि मिल्यो, निकाले पनि आज त्यस्तो निकाल्दा पनि खासै फरक परेन। अब 5 दिनको मेडिसिन सबै सकियो पनि, त्यसपछि चाहिँ जस अब मलाई चाहिँ एकदम सेटिस्फाई भयो होइन। ल हस्, अब हजुरहरूलाई पनि यस प्रकारको उपचार गर्नु पर्यो भने हाम्रो सिमली डेन्टल केयर प्रणाली बुटवल नेपालगञ्ज रोडमा छ, हजुरहरू सम्पर्क गर्न सक्नुहुन्छ। धन्यवाद। ढुक्क भएर आउँदा हुन्छ है त।